गर्दैछ ओहो खै त थपडी मार्छ कि आउँदा आयो नि होइन यता जाने हाम्रो त आफैवाला त्यो के एआई सेन्सर भएको चाहिँ यसमा छैन रहेछ है कस्तो होला नि त ज्याकेट अनि कस्तो मोटो लाग्छ त अनि यो कत्ता लगाएर पानी पर्छ छैन आज उतापट्टि अलिक ढिलो गरेको छ उतापट्टि गर्छ हजुर अगाडिबाट होइन त्यो माथिबाट पहिला कुदेर आउँदा यहाँनिर बस्ने अङ्कलहरू पुरा खानु आउँदो रहेछ नि बेलुका बिहान चाहिँ त्यहाँनिर परको दुध पसलमा होइन निलो फुल पारीको क्या अझै माथिबाट होइन चिया हट के भनेको छ यो आउँदैन नि त यहाँनिर के रहेछ चिया उतैबाट जाने ए भनेपछि बाटोको टुङ्गिने यहाँ त के खोला छ नि त यहाँ त धोबी खोला होइन क्या हो धोबी खोला माथिल्लोपट्टि होला त्यो होइन नि यही हो नि धोबी खोला के हो साथी यहाँ त पानी त मैले फर्स्ट टाइम देखेको है यहाँ त
गलत बाटो छैन नि त भाइ ए गलत बाटो आयो कि हामीले पारिबाट पो जानु पर्थ्यो त पारिबाट हो पारिबाट पो छ पारिबाट पो जाने हो त हो र अरे कहना क्या चाहते हो चिन्ने मान्छे अगाडि जानु पर्दैन ल हिँड अगाडि मैले म्याप हेरेर मोबाइलमा समाते हो उता पारिबाट लङ बाटो आएछ तर हामी गोलफुटार गयो भने सिधै मण्डीघाट निस्किन्थ्यो गलफुटार कटेर जाने हुन्छ गलफुटार तर उसकोमा हेरिरहँ अब ल हेर ल तिमी हेर नि त ल म्याप हेर्ने मान्छे किन पछाडि फेरि पुल पारिबाट ए त्यहाँ राख्नलाई यस्तो हुँदा है तर हामी पुल पारिबाट गयो नि पुग्छ होला पुग्छ यता म त्यहाँबाट म चाहिँ बुढान त्यहाँ कट्टा निस्क्यो अनि त्यसपछि उता निस्केर डाइरेक्ट बुढान कट्टा लामो पर्छ हो ए ल अब फर्किँदाखेरि यताबाट लामो जाउँ न अब उसले भनिहाल्यो हामी अघि त्यो कान्तिपुरबाट सिधै माथि गएर मण्डीघाटबाट उता निस्के ओर्ले भए पनि सिधै बुढान कट्टा पुगिहाल्थ्यो त्यहाँबाट पनि निक्लिन्छ बुढा नीलकण्ठ त त्यहाँबाट हो नि यहीँबाट यिनीहरू यताबाट जाओस् हामी यताबाट जाउँ न त हुन्छ इमा हामी यताबाट जाउँ ल कुरा गर्दा पर्दैन कुद्दैन होला यहाँबाट पनि गयो तिनीहरू त जाउँ हामी यताबाट जाउँ न त बाटो थियो होइन यहाँ यहाँ त अब त्यो कुनै निक्लिन्छ त्यो बुढा निल्कण्ठ गाउँमै निक्लिन्छ के अरे त्यो बुढो उनै छ हुन्छ यो बाटो लामो त लामै भयो हामी यतिखेर उहाँ पुगिसक्यो नि त यस्तो लामो चाहिँ एक्सर्साइज हुन्छ किरकिर गरे जस्तो आउँदा अहिले सब यस्तै हो ओके है चेन्ज गराएको आवाज हो यो क्यार मैले त हेलमेटमा त आएको छैन सानोतिनो आवाज त काट्छ नि त हेलमेटमा फेरि अन्त त्यो त्यहाँ पारिपुरी बाटो कि तर कति हो ए अहिले त भन्दै सक्यो अन्त छ नि जाने अहिले यहाँबाट अस्ति त्यो पिट्ने पनि ढलाङ्गरै बाटो छ खोलाको एन्डसम्म गएर यो बाटो टुङ्गाउनु पर्छ सुनिखेल जाने के त जाने भनेर ठ्याक्कै दुईवटा बाटो हामी अब माथि गएर पुल चढेर उँभो जानु पऱ्यो टाढै हुन्छ मन्दिरमा ब्याक आउनु पऱ्यो भने चाहिँ टाढो हुन्छ साढे 7 भइसक्यो त तिमीले सुनौँ भनेको बाटो होइन त यताको बाटो चाहिँ थाहा छैन मलाई हिँडेको छैन कता अरे कहना क्या चाहते हो लेफ्ट राइट कता जाने हो खै जता निस्किन्छ होला काहीँ न काहीँ त निस्किन्छ होला यताबाट निस्किन्छ यताबाट जाउँ ए मैले त धेरै पब्लिकबाट जानुपर्ने हामी अघि पढ्नु के भएर लामो भएको थियो यो त हामी निस्क्यो उतै त निस्किन्छ होला है यो त धेरै गलत बाटो आयो कि हाम्रो त्योभन्दा अझै हामी धेरै अगाडि गएछौँ यहाँ ब्याक त्यो बाटोबाट अलिक छोटो होला
जान्छ तपाईँले त्यहाँबाट लेफ्ट लागेर भ्याली पब्लिक स्कुल निस्केर जा भाइ हामी त्यो ठाडो उकालो चाहिँ त्यताबाट हो है ठिक छ टाइममा पुगेको फुटबल मजा नै आउँदैन जहिले ढिलो पुग्ने बानी मेन हाइवे म्यापमा हेर न कता छ तिमीसँग फुटसलकै उ छ नि होइन लोकेसन कति किलोमिटर देखायो घरभन्दा टाढो त देखाएन नि हामी त पुरा त्यो मन्दिरकै छेउमा आइपुग्यो मन्दिरतिर पुग्नु लाग्छ पुला थाहा भइहाल्छ तिमी आएको पहिला म देखाएको ए हो बनाइरहेको ए त्यो उता डोखा जानु देखेको बाटो पऱ्यो ए बाटोमै देख्छ बाटोमै देख्छ राइट साइड दामी देख्ने होला त्यतिखेर त बाटो खै त यो विपिनको त अनि विपनको सुकेधाराबाट फुटसल पुग्ने भिडियो बनाएको त पुरै पुरै तिम्रो कहाँ कहाँ काठमाडौँ भ्याली पो पुग्यो त ए यो ओह्रालो नि हिँडेको नि म यहाँ यता कता एकजना दिदी बस्नुहुन्थ्यो क्या पहिला त्यो हाम्रोमा आउँछ नि सामुएल क्या थाहा छ त्यो माया तल तिम्रो ऊ सुनिता दिदीले माया दिदी भन्दै कुरा गर्छ नि माया बहिनी कि माया दिदी हौ उनीहरू पहिला थाहा बस्छ तिमीले के हो ढिलो भन्यो नि त नि यहाँ ऊ गेट थियो एउटा के लेखेको ल बिस्तारै एक सिधै देखेर त सिधा पुलमा गएर राइट टर्न यहाँसम्म त म पनि पहिला आइरहेको पुल कटेर राइट टर्न हाम्रो चाहिँ दिदी यहाँ यता कता बस्नुहुन्थ्यो क्या यहाँ अगाडि त्यतै हो यो ठाउँसम्म त मलाई पनि थाहा छ उता कता बस्नुहुन्थ्यो क्या यो के कुन चाहिँ घरमा अहिले दिदीहरू क्या खै त बाटो त अन्त ए उता पो रहेछ बाटो छ माथि अनि कहाँबाट जाने अर्को त्यो पुलबाट सिधै पनि निस्किन्छ होला बिपिन खुट्टा अलिकति पछाडि
यहाँबाट गयो नि त्यही पुलमा ऊ निस्किने ठाउँ त रहेछ नि हजुर ए छ चाहिँ भनेको ए फुटसल ठाउँ छ होइन ए ल ल धन्यवाद झन्डै अर्को घुमाइ भएको थियो फेरि ए हुन त थिएन रहेछ नि कहिले पो रहेछ रोकेर भन्दै हो हामी घुमेको देख्यो नि त हुँदैन यहाँ चाहिँ अलिकति उ रहेछ खुट्टाको छेउमा कति राम्रो ठाउँ रहेछ है ए माथि डाँडा हेर नि त माथिको डाँडा सिङ्गल डाँडा रहेछ उज्यालो त देखेँ मैले यहीँ रहेछु सिमले त ए दुईजना हरायो भन्दै होला कहाँबाट जानु पऱ्यो खोइ कताबाट जान्छ ए बाटोमै देखिन्छ नि उताबाट होला होइन बाटो चाहिँ बनाउनु ए यहाँ रहेछ यो अझैको गाडी यही छ पार्किङ गर्ने ठाउँ छ कि यत्र हामी खोइ जाने बाइकिङमा को नि त तल राखिदियो बाइक चाहिँ जान्छ होला सायद है बाइक त जान्छ होला लगिने तल ए ल मैले लग्दा यस यस खोइ जाने के बाइक माथि राख्ने हो
बाई मेरो बाहिर छु त्यहाँ माथि गाडीसँगै ल तरुण दाइ सियु जान्छु है ए हामीले त क्या उसमा पो राखेको रहेछ त भाइ बाइक त यहाँनिर खल्टा पो रहेछ अँ टाढा टाढै हुन्छ एकछिन पुल आउँछ भन्नाले पुल आउँदै आउँदैन यो ब्याग यतैबाट होइन सुमित यति हो सबैजना यतै होइन होइन बाटो त थाहा भयो कि म त मान्छे सबै जान्छ भने यतैबाट हो भनेको त्यसले त लास्टमा गर्नु रहेछ है सब चाहिन्छ हामीलाई चाहिँ त्यो हुन्छ नि हामीलाई बेसी थकाउनु परेन एउटा मान्छे कटाइसी पुग्ने रहेछ हामी यहाँ यस्तो वाला बाटो छ ए जान्छ जान्छ किन छेउबाट जम्ला नि साढे 6-7 बजीतिर सुरु गऱ्यो होला झन् 2 घन्टा 90 मिनट त खेल्यो नै 45 भन्यो ए केही नगरेको खै हेरौँ न हेरौँ के अन गरेको छ क्यामेरा ए खासै उसले नहुने है म त अहिले माटोको ढुङ्गामा चिप्लिन्छ भनेर चाहिँ केही भयो त्यस्तोमा झन् रोक्नुहुन्न क्या रोक्यो भने झन् खाल्टा खुल्टुक हुन्छ त्यसो भने हातको ब्रेक झ्यापा लाग्यो भने चाहिँ म त ओह्रालोमा तिम्रो एबिएस थियो आरामसाथ गइदियो 1 गेटमा भ्याउने रहेछ यता 6:30 पुग्यो भनेको जानु आज बियर खानु मजा आउँछ होला म त आज थकाली बाजी भने आज पैसा तिर्नु परेन हो यो आज ओपनिङ फ्री होला थकाली बाजी भनेर रमाइलो हुन्छ भनेको थकाली बाजी प्योरै भएन त लाग्छ ए म त्यही त म त घरमा खाना नपकाउनु भनेर आएको छ मैले त्यही भन्ला नि लाग्छ प्योर छैन भने ए हामीलाई बोलेको किन राम्रै बुझिरहेको थियो आफ्नै बाटोमा छ ए टर्किने मान्छे टर्किँदै गर्छ त्यहाँबाट छ बाटो राइट होइन लेफ्ट छिर्ने ठाउँ हो क्या यहाँ त्यहाँबाट छिर्ने कि हामी उतैबाट छिर्ने
लाग्छ त्यो क्यामेरामा ठाउँ छ होइन आइपुगेको र होइन नि छैन उसको यो त नयाँ बन्ने छ नि त यो त्यो थिएन पहिला त्यही त त्यो आइपुग्यो नि त अनि त्यो खाँदै आइपुग्यो यो थिएन बिचमा त्योहरू नयाँ ठाउँ त्यही त झुक्यो म पनि भन्छ अघि हामी धेरै नै घुम्यो हो यहाँबाट गयो अनि अघि त पुरा घुमेँ त्यहाँ बनाएको बाटो घरमा पुग्ने त्यत्रो टाइम लाग्यो फेरि म त्यो हिँडिरहेको बाटो रहेछ क्या यो धनकुमारी दिदीलाई म पुऱ्याउनु जान्थेँ क्या कोही बेला यता कता ऊ पहिला तिमीहरूको यता बस्थ्यो नि बोजू यता कता छ घर कुन यता तिमीहरूको पहिला गोरुङ्नी बोजू क्या ए उता घर अँ 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 त्यतै हो घर यहाँनिर